हेलो साथीहरू, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। आजको हाम्रो पस्काउँको मौसम चाहिँ यस्तो भइरह, पुरा पानी परिरह, पुरा कुहिरो लगाइरह है। ओडाइदिनु त, ओडाइदिनु यहाँ हो यस्तो ल ल यसरी ओडाइदिनु त बेहुला हो नि त म चाहिँ यहाँ बाजेको छाता ओढेर जान लाग्छु। अनि यहाँ चाहिँ ठुलो मम्मीले भैँसी ल्याएर आउनु भयो। सुन्टे ओए चुरुङ्गिते मथ्यो यो चाहिँ मथ्याले हामीसँग किन्नु भएको है। यो सुन्टी चाहिँ यो भैँसी चाहिँ, अनि यो भैँसी चाहिँ मेरो हो क्या। अनि म यो भैँसी बेच्दा चाहिँ एकदम रुथेँ क्या। मलाई अझै पनि याद छ है, म सानो थिएँ चाहिँ। अहिले हल्का तल आइपुगेको छु, लगभग 3-4 मिनट जति। अनि मेरो साथीले चाहिँ रिक्वेस्ट गर्नुभएको थियो अघिल्लो भिडियोमा ठाँटीबाट गाउँ देखाउनु पर्यो भनेर। म चाहिँ ठाँटीबाट गाउँ देखाउने नै थिएँ होइन आज। तर संयोगवश के भयो भने मौसम यस्तो भइदियो कि पुरा गाउँ नै देखेको छैन कि, पुरा हुस्सुल आहा के। यति नजिक मात्र देखिया, लगभग 1 मिटर जति नजिकको मात्र क्याप्चर गर्न सकेको छ क्यामेराले। पुरा कुहिरोले ढाकिसकेको छ। यस्तो छ पस्काउँको मौसम। हजुरहरूतिर कस्तो छ? हाम्रोतिर चाहिँ पुरा यस्तो छ, हेर्न सक्नुहुन्छ। म चाहिँ पाइप गाड्ने ठाउँमा गएर पनि घरमा फर्किसक्यौँ। अनि आजको भ्लग कस्तो लाग्यो सो गाइज कृपया कमेन्टमा भनिदिनु होला। अनि यस्तै भ्लगहरू हेर्नको लागि चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि धेरै माया गरिदिनु होला। लाइक कमेन्ट सेयर गर्न पनि नभुल्नु होला। आजलाई यति नै, हस्त, धन्यवाद।